ल हामी चाहिँ अब स्टेडियममा आइपुगेका छौं। हेलो गाइज, ए के छ सबैले? हाउस द जोस? चुपचाप छ त सबै। केही हामी अब स्टेडियम छिर्दै छौं। स्टिल रिपेयर हुँदैछ जस्तो छ अलिअलि। यो चाहिँ हाम्रो भोलि गेम हुने स्टेडियम हो। हेलो अनिल। र अहिले चाहिँ यता ट्रेनिङ भइरहेको छ। ट्रेनिङ हल चाहिँ यता हो। खेलाडीहरू तयारी गर्दैछन्। यस्तरी म्यानेज गरेको छ यो मजाले। र अब चाहिँ हामी आजको ट्रेनिङ सेसन सकेर फर्किँदैछौँ। हेलो जितेन्द्र सर। हेलो। 2 शब्द। ल आजको ट्रेनिङ सेसन बिहानबाट 10 बजेबाट स्टार्ट भयो। अहिलेसम्म एकदम राम्रो ट्रेनिङ गर्यो खेलाडीहरूले। त्यसमा चाहिँ म एकदम खुसी छु। सायद हाम्रो खेलाडीहरू सबै खुसी होला। अब चाहिँ हामी चाहिँ होटलतिर जाँदैछौँ। थ्याङ्क यू सर। हेलो सर। हेलो सीता। हेलो सीता सर। हेलो। आज 18 मार्च हामी फर्स्ट डे मर्निङमा ट्रेनिङ गरेर फेरि होटलतिर फर्किँदैछौँ। सो फार सो गुड। थ्याङ्क यू। थ्याङ्क सर। हेलो गाइज। हेलो विनय दिदी। अल गुड? ल अब हामी होटल अब गएर खाना खाने। ल यो चाहिँ हाम्रो गाडी हो। यसमा चाहिँ हामी वहाँदेखि अहिलेसम्म सबै यही गाडीमा ट्राभल हुन्छ। इन्डिया छिरेदेखि इन्डियाबाट बाहिर जाँदासम्म यही गाडीमा ट्राभल गर्ने अरे हामीले। अब अहिले चाहिँ यहाँनिर म्यानमारको ट्रेनिङ गरिरहेको छन्, भियतनामको गरिरहेको छन्। रोशन पोल्यान्ड। यो चाहिँ पोल्यान्डको लगायत विभिन्न देशहरूको यहाँ चाहिँ यो प्र्याक्टिस हल बनाएको छ। प्र्याक्टिस हलमा आएर यहाँ ट्रेनिङ गरिरहेको छन्। हाम्रो चाहिँ यहाँ कुरेर बसिरहेको छन्। पालो तन्काएर कुरेर बसिरहेको छ। ओके, यहाँ चाहिँ यस्तो मजाको डेकोरेसन भइरहेको रहेछ। भोलिदेखि अब हाम्रो अफिसियली टुर्नामेन्ट स्टार्ट हुन्छ। र यो चाहिँ यहाँभित्र चाहिँ हाम्रो बनाएको छ गेमको कोर्ट। यो चाहिँ ब्यानर छ। यहाँ हाम्रो टिमहरू। यो चाहिँ हामीलाई लिन आएको गाडी र हाम्रो खेलाडीहरू सबै इन भइसके। चलो।